बुझ्नु चाहिँ बुझ्नुहुन्न स्ट्याक पाइप त्यो त सिस्टम हो हैन स्ट्याक पाइप भने के हो भने जुन पाइप जस्तो भर्टिकल ठाडो बनाएर राख्ने छ घरबाट जुन टोयलेटबाट तल झरेको छ त्यसमा चाहिँ हाम्रो सोइलहरु अथवा के यसमा आँखा छ यो ठाडो पाइप लाइनलाई चाहिँ के भन्छ भने स्ट्याक पाइप त्यसरी बुझ्नुहुन्छ यो बिल्डिङबाट त्यसले वेस्ट सोइललाई चाहिँ क्यारी गरेको कुन भर्टिकल पार्टमा माथिबाट तल झारेको माथिबाट पाइप चाहिँ एपीडीसी नै हो फेरि स्ट्याक पाइपमा बराबर स्ट्याक पाइप किन नबन्नुला त्यो हामीले बनाएको हो के त्यो हामीले बनाएको जस्तो तपाईँ चाहिँ पहिलो मान्छे मलाई न्युट्रल तार दिनु भन्न चाहदैन नि जान्छ जाँदैन नि है उसले के जुन तार चाहिँ न्युट्रलमा कनेक्सन हुन्छ त्यो के भयो न्युट्रल भयो भने जस्तै यो पाइपलाई तपाईँ चाहिँ रेड वाटर हाल्नु भने रेड वाटर लाइन भयो वेस्टमा हाल्नु भने वेस्ट लाइन भयो सोइलमा हाल्नु भने सोइल भयो है इरिगेसन हाल्नु इरिगेसन लाइन भयो भयो जस्तो अब हामीले यसरी डिभाइड गर्यौँ हैन डिभाइड गर्दै यसको ठाडो पाइपलाई चाहिँ के भन्दो रहेछ त अब कुन चाहिँ स्ट्याक हो भन्ने चाहिँ अब हामी चाहिँ त्यो पछि सेपरेट पढौँला हैन अब एउटा चाहिँ सिंगल पाइप स्ट्याक भनिन्छ हैन एउटा सेपरेट पाइप स्ट्याक भनिन्छ हैन अब त्यसमा चाहिँ के हुनु पर्यो भन्नुहुन्छ भने त्यो स्ट्याक हुनलाई तपाईँको भेन्टिलेसन भएको भेन्ट हुनु पर्यो भेन्टमा बुझ्नुहुन्छ एयर सर्कुलेसन हुनु पर्यो यहाँ माथि जानु पर्यो हैन माथि गइसकेपछि यहाँ चाहिँ सियाला हुन्छ नि यो एयर सर्कुलेसन त्यसलाई भन्छ भेन्ट हजुर यो चाहिँ भेन्ट हो है अब यसको माथिबाट यहाँ कोरल नसिरोस् हैन अथवा के चराहरू फुड नबनाओस् अथवा माथिबाट केही झरे त्यसमा नपरोस् तर हाम्रो चाहिँ ग्यास चाहिँ रिलिज होस् भनेर चाहिँ के गर्छ भने फिटिङ लगाउँछ त्यो फिटिङले भन्छ भेन्ट काउ त्यसमा आउँछ माथिबाट जारी जान्छ माथिबाट चाहिँ कभर गरेर त्यसमा चाहिँ त्यस्तो हो किन भन्दाखेरि त्योबाट केही चिजहरू नपसोस् कोही बेला चाहिँ तपाईँको बाहिर लगाएर पनि तल लगाएर पनि गर्न सक्छ है चराका गुड बनाउन सक्छ हैन अथवा माथिबाट कागले केही चिजलाई त्यसरी हालिदिन सक्छ नि है ट्याङ्कीमा त कति हालेर भेटिरहेको छ भन्दै हैन हाम्रो सिलसिलामा भेटिरहेको छ त्यस्तो यो पाइपलाइन नजाओस् भनेर चाहिँ के गर्नु माथिबाट है अब यो भेन्ट काउट भइसकेपछि यो सिधा झर्ने पाइपले चाहिँ हामी के भनिन्छ कुन पाइप कुन लाइन स्ट्याक पाइप अब सिजिबिटी जान्दै थाल्नु भने यो स्ट्याक पाइप भने के भन्न आइहाल्छ अब गर्दा गइहाल्छ नामै नसुने पाइपको कुरा आयो भने अब कस्तो गयो स्ट्याक पाइप भने क्लियर हुनुभयो होइन कस्तो रहेछ स्ट्याक पाइप भनेको जसले हाम्रो टोयलेट अथवा बाथरुमबाट निस्केको फोहोरहरूलाई चाहिँ क्यारी गर्छ कुनमा भर्टिकल लाइन हैन भर्टिकल लाइन त्यो पाइपलाई चाहिँ के भन्छ भन्दाखेरि स्ट्याक है अब कतै तपाईले चाहिँ एउटा पाइप हालेर देख्नु भएको छ त्यसमा चाहिँ एउटा देख्नु भएको छ कसैमा दुईटा छ कसैमा दुईटा छ है अब कसैमा चाहिँ सेपरेट भेन्टिलेसन पाइप भन्ने के हुन्छ त्यसैमा है अब त्यो गर्दा के हो भने अहिले पनि यहाँ भन्दाखेरि तपाईले बुझ्नुहुन्न जब त्यो प्र्याक्टिकल गरेर यहाँ आउनुहुन्छ अनि तपाईले सजिलै बुझ्न सक्नुहुन्छ अब अगाडिको कुरोले चाहिँ मैले भनिसकेको थिएँ देखिसक्नु भएको थियो काम चाहिँ गरिरहेको थिएँ हैन त्यो गर्दा स्ट्याक पाइप भनेर यहाँबाट बुझ्नुभयो बुझ्नुहुन्छ हैन स्ट्याक पाइप भने के हो भन्न सक्नुहुन्छ तपाईले पनि बुझ्नुभयो बुझ्नु हैन अब के हो भने त्यतिकै गाह्रो छैन जे छ त्यो लाइनलाई भने मात्रै हो यो जुन टोयलेट अथवा बाथरुमबाट चाहिँ पाइपहरू निस्किन्छ त्यो पाइपलाई चाहिँ माथिबाट जुन तलतिर चाहिँ जुन वेस्टेज अथवा सोइलहरू चाहिँ क्यारी गरिरहेको छ हैन क्यारी गरिरहेको छ त्यही पाइपले चाहिँ हामी के भन्छौँ
बुझ्नुपर्ने केही छैन छ छैन जस्तो तपाईले बाहिरतिर देख्नुभयो भने तलबाट मान्छेको तल झरिरहेको छ भने कि तर त्यस्तो छैन यदि तपाईँ जस्तो रेन वाटर हैन रेन वाटर पानी चाहिँ हामी के माथिबाट चाहिँ डाइरेक्ट तल झरी त्यो स्ट्याक भएर हैन किन त्यसको भेन्ट त्यो नम्बर स्ट्याकमा भेन्ट पनि हुनु पर्यो है त्यो स्ट्याक भयो अब 50 75 यो पाइपको साइज भयो हैन नर्मल एल चाहिँ यो प्रयोग गर्छ अब कतिसम्म चाहिँ 110 को पाइपले प्रयोग गर्ने र कति पछि चाहिँ 165 को प्रयोग गर्ने भन्ने छ हैन अब यसको चाहिँ एउटा डाटा छ त्यो इन्टरनेशनल प्लम्बिङ स्ट्यान्डर्डको हैन त्यो इन्टरनेशनल स्ट्यान्डर्ड प्लम्बिङको डाटा अनुसार चाहिँ जाँदाखेरि चाहिँ अब यसको डाटामा तपाईले छुट्टै भन्दिनु पर्ने हुन्छ